साथीहरू हिजो धेरैजनाले मलाई प्रश्न गर्नुभएको छ एआईदेखि भिडियो कसरी बनाउने मलाई पनि सिकाइदिनु न भन्नुभएको छ। ल आज म सबैजनालाई सिकाउँछु है एआईबाट भिडियो कसरी बनाउने। ल सबैभन्दा पहिला म तपाईँलाई यो एआई भिडियो देखाउँछु। यो भिडियो हेर्नुहोस्। म न्युरो लिनको लागि जङ्गल आएको बारी माथि त कति ठुलो बाघ पो रहेछ नि। यहाँ त कति डरलाग्दा जनावर पो रहेछन्। मेरो त सातो गयो। ल बचियो धन्न। आज बाघले खुब हेरेको थियो हामीलाई। म त अब जादिनँ, सिधै घर फर्किन्छु। ल जाम आऊ सबै दाइ। डेन्जर है। कस्तो लाग्यो भिडियो? राम्रो छ। ल हो यो भिडियो मैले भर्खरै बनाएको। अब यही भिडियोलाई कसरी बनाउने, मैले कसरी जेनेरेट गरेँ यसको बारेमा म तपाईँलाई डिटेल्समा भन्ने छु। यो भिडियोलाई नछोडिकन अन्तिमसम्म हेर्नु होला, किनभने तपाईँलाई जानकारीमूलक भिडियो रहेको छ यो है। सबैभन्दा पहिला हामीलाई के चाहिन्छ भन्दाखेरि मोबाइल छँदैछ, केही पनि भएन। अब हामीलाई चाहिने भनेको फोटो। तपाईँले जस्तै जङ्गलतिर गएर खिचेको फोटो, घरतिर बसेर खिचेको फोटो, कोठामा बसेर खिचेको फोटो, के सम्बन्धी बनाउनुहुन्छ तपाईँले? जस्तै जङ्गलतिर गएर तपाईँले भनौँ न यो भिडियो जस्तै कस्तो बाघ आएर डराए जस्तो बनाउनुहुन्छ भने त्यस्तै खाले फोटो चाहियो। फोटो र भिडियो ठ्याक्कै म्याच हुनु पऱ्यो क्या। हो तपाईँसँग फोटोहरू त जति नै होला नि ग्यालेरीमा, हो ती फोटोलाई ट्याक्कै करप्ट गरेर राख्नुहोस् होइन। सिङ्गल फोटो बच्चा बच्चीहरूको भएको फोटो हुन्न है। फेरि एआईले बच्चा बच्ची भएको फोटोलाई भिडियो जेनेरेट गर्दिन्न, किनभने तपाईँको गाइडलाइन्स विरुद्ध पर्छ है। आफ्नो सिङ्गल फोटो अथवा तपाईँको 18 वर्षभन्दा माथिको हुनुपर्छ है, मान्छे हुनुपर्छ है। र आउनुहोस् अब म तपाईँलाई भने कसरी बनाउने यो भिडियो यसको बारेमा फुल डिटेल्स बताउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र तपाईँलाई म भने अब मोबाइलको स्क्रिनतर्फ लैजान चाहन्छु। ल धेरैजना कन्फ्युज भइराख्नु भएको थियो यो एप कुन हो भनेर। यो एप चाहिँ युट्युब है। युट्युब खोल्ने सबैभन्दा पहिला, अनि तल प्लस आइकनमा क्लिक गर्ने। प्लस आइकनमा क्लिक गरेपछि ऊ माथिपट्टि एउटा जिमिनीको जस्तो चिन्ह देखाएन हो, त्यसमा क्लिक गर्ने। त्यो चाहिँ एआईको चिन्ह हो कि। त्यसमा क्लिक गरिसकेपछि माथि अप्सन देख्नुभयो होइन, क्रिएट भिडियो भन्ने अप्सन छ, त्यसमा क्लिक गर्ने। त्यहाँ अब कन्टिन्यू माग्यो भने कन्टिन्यू गर्ने। त्यसपछि तपाईँले अब त्यहाँ तर प्लस भनेर एउटा अप्सन देखाएको छ। प्लसमा तपाईँले फोटो एउटा आफूले एड गर्ने। जस्तै मैले यो जङ्गलको फोटो एड गरेँ। अब तपाईँले त्यहाँ स्क्रिप्ट लेख्नु पऱ्यो है। स्क्रिप्ट लेख्न जान्नुपर्छ। ल मैले के लेखेँ भन्दाखेरि म न्युरो लिनको लागि जङ्गल आएको छु। जङ्गल त्यहाँ इङ्ग्लिस नेपाली मिलाएर लेख्नु, तर त्यहाँ बिचमा कमा पनि दिनुपर्छ है। फेरि एआई ठ्याक्कै रोकिनुपर्छ नि। म न्युरो लिनको लागि जङ्गल आएको भनेपछि मैले एउटा कमा दिएँ होइन, अनि त्यो ठ्याक्कै रोकिन्छ क्या। कमा दिएन भने सिधै तपाईँले राम्रो हुँदैन भिडियो है। माथि त मैले कति ठुलो बाघ रहेछ, मेरो त सातो गयो भनेर नेक्स्ट गरेँ। अब यसले भिडियो जेनेरेट गर्छ। एकछिनमा हेर्नु है कस्तो जेनेरेट गर्छ। अघि मैले सुरुमा हालेको यही भिडियो अब यसले कस्तो तरिकाको जेनेरेट गर्छ म तपाईँलाई यहाँ पनि फेरि देखाउँछु है। यसो गरिसकेपछि तपाईँले यस्ता 3-4वटा भिडियो जेनेरेट गर्ने। यसले 8 सेकेन्डको भिडियो जेनेरेट गर्छ। त्यो गरिसकेपछि तपाईँले क्यापकट अथवा अरू एपबाट चाहिँ जोडेर एउटा लामो भिडियो बनाउनु सक्छ। म न्युरो लिनको लागि जङ्गल आएको बारी माथि त कति ठुलो बाघ पो रहेछ नि। मेरो त सातो गयो। ल यसरी जेनेरेट गरिसकेपछि तपाईँले साइडमा डाउनलोडको अप्सनमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ। अब म फेरि यही फोटोलाई अर्को स्क्रिप्ट लेखेर फेरि अर्को भिडियो जेनेरेट गर्छु है। हेर्नु है अन्तिमसम्म हेर्नु है, भिडियो एकदम राम्रो छ है। तपाईँहरूले नि यसरी बनाउन सक्नुहुन्छ। एआई भिडियोबाट तपाईँको भ्युज एकदम राम्रो आउँछ है। एआई भिडियोभरि तपाईँको भ्युजै नआउने हो कि भन्नु होला, एआई भिडियोबाट राम्रो भ्युज आउँछ है। अब मैले यहाँ के लेखेँ, म आज घुम्नको लागि फेवाले नजिकको जङ्गलमा आएको, यहाँ त कति डरलाग्दा जनावरहरू पो रहेछन् भनेर मैले लेख्दैछु है। यो लेख्दाखेरि तपाईँले कहाँ कहाँ कमा लाउने हो होइन, हो त्यो चाहिँ एकदम ख्याल गर्नुपर्छ है। कमा लाउनु भने यसले राम्रोसँग भन्छ, कमा लाउनु भएन भने यसले चाहिँ राम्रोसँग भन्दैन। बिचबिचमा तपाईँले इङ्ग्लिस पनि अलिअलि घुसाउनु सक्नुहुन्छ। जस्तै मैले त्यहाँ जङ्गल भनेर घुसाएको छु नि त, इङ्ग्लिस नेपाली मिक्स गर्नु होला है। अब यति गरिसकेपछि फेरि यसले कस्तो बनाउँछ हेरौँ है। यसले कस्तो बनाउँछ अब हेरौँ। त्यसपछि फेरि अर्को जेनेरेट गरेर हामीले यहाँ क्यापकटबाट बनाउँछ। घुम्नको लागि फेवालेक नजिकको जङ्गलमा आएको, यहाँ त कति डरलाग्दा जनावर पो रहेछन्। मेरो त सातो गयो। ल यो पनि तपाईँले सुनिसक्नुभयो। यसलाई पनि साइडमा क्लिक गरेर डाउनलोड गर्ने। अब हामीले जङ्गलबाट डर लागेर बाहिर निस्केर बाहिर आउँदाखेरि ओहो मेरो त सातो गयो अब जान्न भने जस्तो खालको भिडियो बनाउनु पऱ्यो। त्यसको लागि फेरि हामीले अब अर्को फोटो होइन त्यहाँबाट भागेको जस्तो बनाउनु पऱ्यो कि। तपाईँको भिडियो अलि प्रो लेभलको बनाउनु पऱ्यो नि त। त्यस कारणले अब मैले जङ्गलको फोटोलाई हटाएँ। त्यस कारणले मैले यहाँ बाहिरको एउटा हुन्छ नि त, बाहिर रोडतिर आएर ट्याक्सी चढेको जस्तो एउटा फोटो यहाँ छ, मैले जेनेरेट गरेर राखेको मेरै फोटो पहिलाको होइन। यसमा चाहिँ फेरि क्लिक गरेर मैले चाहिँ आज बाल बचियो हो सातो गयो भन्ने जस्तो यहाँ स्क्रिप्ट लेखेँ। अब यसले कस्तो बनाउँछ सुनौँ है। ल बचियो धन्न। आज बाघले खुब हेरेको थियो हामीलाई। म त अब जादिनँ, सिधै घर फर्किन्छु। ल जाम आऊ सबै दाइ। डेन्जर है। ल तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? अब यी 3टा भिडियो डाउनलोड गरिसकेपछि यी भिडियोहरूलाई क्यापकटमा हाल्ने अथवा अरू भिएनएफ अथवा इन्सर्टमा हालेर तपाईँले एडिट गर्ने। कहाँ कहाँ फाल्टु चिजहरू छन् त फाल्ने र ट्याक्क 3टाबाट 8 यहाँ 24 सेकेन्डको छ, 3टाबाट 15-20 सेकेन्डको तपाईँले बनाउन सक्नुहुन्छ। तर एउटा कुरा ख्याल गर्नुहोस् के भन्दाखेरि 10 सेकेन्डभन्दा तलको भिडियो नबनाउनु होला है। यो भनेको इलिगल हुन्छ तपाईँको फेसबुकमा है। फेसबुकले मान्यता दिँदैन, पैसा पनि आउँदैन, रिच पनि आउँदैन 10 सेकेन्डभन्दा तलको है।
तपाईँको चाहिँ 10 सेकेन्डभन्दा माथि 11 सेकेन्डभन्दा माथि 15-20 सेकेन्डको बनाउनु भने र दामी हुन्छ। यसरी नै अब तपाईँले एडिट गर्दा आफूले जानिसक्नु भएको छ हो भिडियो जेनेरेट गर्ने यसरी हो युट्युबबाट हो है। कुन एआई एप हो भनेर तपाईँ झुकिराख्नु भएको थियो, कुनै पैसा पनि तिर्नु पर्दैन। युट्युब जम्मैको मोबाइलमा हुन्छ। यदि तपाईँकोमा यो अप्सन आएको छैन भने युट्युबलाई अपडेट गर्नु होला प्ले स्टोरमा गएर पहिला है। ल भिडियो मन पऱ्यो भने लाइक गर्नु, सेयर पनि गरिदिनुहोस् त ल यो भिडियोलाई धेरैजनाले हेर्नु ल।